यस्तो जस्तो अस्ति यो फेरि आज यो नयाँ नयाँ। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू वान अफ द ब्लग भिडियो। के अरे आज बिहान के मोबाइल भेटिदिएर भने के अरे एउटा प्यासेन्जर ल्याएर बुढानी देखाउँदै आउँदै थिएँ। अनि भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ। त्यतिखेर इमर्जेन्सी अफलाइन पाइहाल्यो कि त्यो कस्टमर। अनि त्यही भएर अफलाइन हेरिहाल्यो। अनि ड्राइभरमा फर्किँदा ट्याक्क मोबाइल भेटिदिएर त्यसले रिटर्न त गर्नु पऱ्यो। के अरे यो चलिरहेको बाइकबाट खसेको हो खासमा। त्यो रोक्न खोज्दा मान्छे रोक्दैन। अनि त्यही भएर अब यो एउटा खै को लेडीले फोन गर्नुभएको थियो, उहाँको उ लगेर अनि त्यो मोबाइल चाहिँ रिटर्न गर्नु जानु लाग्छ म होइन। खै यार त्यो मान्छेले मलाई नम्बर माग्यो, नम्बर दिए पनि हो कहाँको त यार। एक सेकेन्ड ल, खोज्नु पर्ने हुन्छ हाम्रो यहाँ कसरी हेर्छ होला। अनि त्यहाँको मोबाइल लेखेको थिएँ मैले। यहाँ आयो मनिषा छैन त यार, मोबाइल सब देखायो। यही फोन हो क्या गाइज मैले भेटेको चाहिँ। अर्को मेसेज त हेर्नु न तै पनि अब के भन्नु त यार, चेक गर्नै पऱ्यो। यहाँ देखायो नि यार। ए मैं फोनै उठाउनु कति गाह्रो। उसको बोयफ्रेन्डको नाम 82 न्यू कन्ट्याक्ट है। यहाँ 9768 खै देखाउँदैन त यसमा त यार। यसमा त फेरि वाट्सएपमा त छ त यो। कहाँनिर भन्यो यार, अब कसले पछि दिन आउनु पर्ला मोबाइल नभयो यार। होला कन्ट्याक्ट गरेको भन्यो राइट यताको भयो भने आउनु पर्ला। के अरे बिहान अफलाइन राइड पाएको थिएँ कि मैले खास भन्नुपर्दा एउटा होइन। अहिले यो बुढा नीलकण्ठको अनि ठ्याक्क फर्किँदै आउँदै थिएँ भनौँ न। बुढा नीलकण्ठ पुग्नुभन्दा मतलब अलि यतै हो, बुढा नीलकण्ठैतिर हो। अनि त्यहाँनिर पुग्ने बेलामा ट्याक्कै अलि यता मोबाइल ठ्याक्कै एउटा बाइकबाट। अनि मैले त्यो बाइकबाट म बसेपछि के अरे पिपिप गरेँ। अरू बदा चाहिँ हेर्दैन पछाडिमा अन्त त्यो दाइले होइन हेर्नुपर्छ नि यार, हराउनुपर्छ एटलिस्ट यत्रो लङ हराउन हाल्यो भने कसैले होइन। सिसामा हेर्नै पर्छ क्या राइडरहरू। के गर्छ तिमीहरू मलाई, कहिले के पर्छ कहिले के पर्छ अनि हेरेँ होइन। त्यसपछि अब नहेरेपछि के गर्नु त भन्ने भयो। ठिकै छ अब टिप्छु अहिले एकछिनमा दिन्छु भन्ने भयो होइन। कन्टेन्ट पनि भइहाल्यो मलाई बा। अनि अरूको कुरो भनेको अनि मैले मानवताको हिसाबले फर्काउने चाहिँ पानी छ है। फेरि कन्टेन्ट डजन्ट म्याटर। बट मलाई चाहिँ कस्तो थियो होइन भन्दाखेरि अब एटलिस्ट उसको पाउनु या गिटार कति काम के हुन्छ अनि यहाँ दुईचोटि गर्नु फोन गरिसक्नु ब्रेकअप हुँदैन भने मोबाइल हराए पनि साह्रो छ के। त्यही भएर के भएको ल म्याच कुरो भन्छ मेरोमा डाटा भ्याइए जस्तो छ। किन घुमी गर्छ भन्छु मान्छे फोन त यार किन डाटा चल्दैन भन्छु। डाटा चाहिँ कहाँबाट हाल्ने मैले
घरको फोनमा पनि छैन डाटा ढिडी भइगयो नि यार के गर्ने ब्यालेन्सबाट त चेक गरेँ एलटिसीको सिम भित्र टिप्नुपर्छ यार अब एउटा नभए खै खोइ ड्राइभरहरू छैन किन घुमे गर्छ म किन देखाउँदैन भन्छु पाका यहाँ दाइको खै त त्यो दाइ केटा नि भेटेको भए अझै मजा आउँथ्यो कि मलाई चाहिँ मोबाइल होला कि अब उसको सामनामा कुन हिसाबले दिनु मैले होइन त्यति हुन्छ नि यार मोबाइलवाला मान्छे भेटेको भए अझै मजा आउँथ्यो कि त्यो मान्छे मलाई त यति चाहिँ याद छ है त्यो मान्छे पल्सरमा हिँडिचाहिरहेको थियो कि पल्सर बाइक हो खैरो कलरको लुगा लगाएको थियो घुडी उडाइरहेको थियो सुजाकोबाट उडाइरहेको थियो उडाइ क्या बाइक पनि अनि एक ठाउँमा उभिएर मैले भिजा चाहिँ हाल्नुपर्छ पहिला नभए त सबै भएको ब्यालेन्स पनि फुल्टै होला मास्टरले भइसक्यो होला फुल्टै भइसक्यो गाह्रो छ बेलुकातिर भएको त राइडरहरू हुन्थ्यो दाइ एकछिन हस्पिटल दिन्न भन्दा त मैले 200 त खै खोज्नै पर्छ राइडर केटाहरू खोजेर गाह्रो छ मेरो मनाउनलाई खासमा त त्यो मान्छेले मोबाइल दिनलाई म पर्खिरहेको छु मतलब त्यो मान्छेको खै कन्ट्याक्टै भएन क्या आउँदै आएन अब कल चाहिँ राइड हान्नु मान्छे होइन त्यसको गर्लफ्रेन्डलाई दिउँ भने केटीहरूसँग धेरै बोल्दो रहेछ केटीहरू यति ब्रेकअप भने चिन्नु पनि जान्नु आज जो जसको मैले उसलाई दिँदा बेटर हुन्छ जस्तो फिल भयो कि मलाई चाहिँ पठाउनु त्यही भएर कतै कल पो गरिहाल्छ भनेर वेट गर्नु बस्यो कलै आएन होइन अब म राइड हान्छु अनि लिएको चाहिँ त्यो पनि राइडर रहेछ ड्राइभ राइडर रहेछ यसो हेर्दाखेरि अब कल आउला नि होइन कल आयो भने अनि बल्ल अहिलेको चाहिँ मेरो खाजा गाइड मोबाइल लिन आउने मान्छेको अत्त होइन दिने मान्छे चाहिँ कुदेर बसेछ अब के गर्नु गाह्रो छ मलाई है अब दिनु त पऱ्यो अर्काको फोन गाइड हेर दर्शन पर्ने हुन्छ है गेट भित्र छिर्ने गेट के यता माथितिर चाहिँ बाइक पार्किङ बर पिपलको बुढा पनि छ क्या ठ्याक्कै हो र मान्छे फाइनल्ली के अरे यो मोबाइलको मालिक आइसक्नु भएको छ अब तिनी हिँड्ने हो आरकेटीको नि काम सक्यो गाइस मोबाइल त दिदिन पर्यो खै कता हो तपाईँ हो ए के छ ल त्यो कहाँ म त्यत्रो हरन दिएको झन् तपाईँ आउँदै आउनु भएन कि मैले झन् ठिक छ नि होइन मोबाइल त पाइयो नि होइन ल हस् लगायत मैले जसको मोबाइल दिएँ अब होइन अब के दिनु पर्यो अर्काको फोन होइन भेटेपछि दिनुपर्छ मानवता देखाउनु परेन अब चाहिँ म राइड उठाउँछु है किन भन्दाखेरि अब राइड उठाएर भने नि गाह्रो छ यत्रो बेर पुगिहालेँ त्यसको उहाँको लागि अब मोबाइललाई यहाँ राख्ने टक्क लगाएर आफ्नो काम पनि त गर्नु पर्यो गाह्रो छ नि आरकेटीवाला थाहा होस् साको हिरो नि त मोबाइल मेन भनेको अरूको फोन हो फोन दिइसकेपछि अब कल दिन पर्ने हुन्छ है हामी चाहिँ भिडियो बनाउँदै हिँड्ने हो गइतको हाम्रो डाइका काँदा हिँड्ने हो तर मेरो नेट पनि त लेख्नु हुन्छ कनेक्सन फुल भन्छ कि यहाँ नपर्ने हो नेट अब आफ्नो कामतिर पनि लाग्नु पर्यो गाइज है दिन त रिटर्न गर्नुलाई यत्रो बेरसम्म बसेको थिएँ अब रिटर्न पनि भयो
यो फोन पनि अब अन अफ गर्नु पर्यो जस्तो छ हो। दुईवटा दाब्नु पर्छ जस्तो लाग्छ त यो फोनको त। डाटै चलेन अनि के गर्नु। जस फोन पनि रिटर्न गरिदियो अनि बुढा नीलकण्ठ मन्दिरको पनि दर्शन गरिदियो एकचोटि। के चाहियो अरू मलाई। कट 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 पर्छ हिजो डाइनामो चेन्ज गरेको ठिक छ। जस स्टार्ट चाहिँ खत्रै हुन्छ कि स्टार्ट मेरो बाइक अहिले खट 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 माछा पोखरी। अब अहिले के नेट चलेको छैन अफलाइन राइड खोज्दै हिँड्नुपर्छ क्या हो रिक्याज छ। उसले अफलाइन लिन मन लाग्दैन गाह्रो छ नि आरकेटीलाई। तर अघि चाहिँ एउटा फर्स्ट राइडै आजको अफलाइन त त्यही भएर भन्नु सकिन्न यार अफलाइन पनि हुनसक्छ आज दिनभरि। किनकि फर्स्ट राइड जस्तो भयो मेरो त्यस्तै हुन्छ भने फुल डे त्यस्तै हुन्छ। ठ्याक्क पेट्रोल हालेर बाइकमा होइन अब चाहिँ के अरे भिडियो स्टार्ट गर्दै गर्न पऱ्यो सोचिरहेको थिएँ कि। अनि टक्क आइ पनि हालो त्यो मान्छे आएर सोध्नु पो पठाएको भनेर। अनि उहाँ भन्दै मेरो बाइक के जाने होइन हाल्नुलाई घामनिर बस्नुपर्छ है घामनिर। अनि हो भनेपछि टक्क लाएर बुढा नीलकण्ठ कति भयो भने अनलाइन जति देखायो त्यति दिनु भन 250 रुपियाँ लिँदै होइन। लगभग 12 किलोमिटर हो नि त 250 रुपियाँ नि। त्यसपछि अब ल्याएर छोडेँ ठ्याक्क बिचबाट म पाइहालेँ। अनि भिडियो स्टार्ट गर्न पाएको थिएँ नत्र भिडियो स्टार्ट गर्न पाएको भए त्यतिखेर देखाइदिइहाल्थेँ कसरी पाएको भन्ने कुरो पनि। म त्यतिखेर भिडियो किन स्टार्ट नगरेको भन्दा मसँग यो बान्ने साधन थिएन के हो के अरे मोबाइलले अडाउने कुरा चाहिँ थिएन क्या हल्का त्यस्तै इन्स्टल छैन भन्छ माछा पोखरी। रिस नउठा आजबाट मैले होइन गाइज एङ्गोनी चलाउने निर्णय गरेको छु। निदो जडीबुटी सिधै 200 कति किलोमिटर त हेर्छु 16 किलोमिटर माछाले 300 मुनि जान्छ कोही स्पेसली आरकेटी। बुढा नीलकण्ठ मार्ग कपन 7 किलोमिटर 50मा चाहिँ गइदिन्छ है दिदी। 38 हाल्नु रहेछ 2 रुपियाँ सब्जी त तपाईँले के 12 रुपियाँ सब्जी त दसैँले 50 सिटी हो। आउनु न दिदी आउनु एउटा राइट यहाँबाट उठाइदिइहाल्नुपर्छ उठिहाल्छ क्या। त्यसको राइट त्यस्तो ओभर रेटेड राइड पनि हुँदैन नि त ओभर प्राइजवालाहरू कता चाहिँ होइसिन्छ उहाँ भन्ने कुरो हो। नजिकै छु म त्यहाँनिर यस्तो छ कि यो ग्लोभ चाहिँ यस्तो महँगो चाहिँ पनि कतै हुँदैन के गर्नु। डेस्टिनेसन यो हिँडेर हेर्नुपर्छ क्या यस्तो चाहिँ। ए यहाँ नजिकै हो 120 मिटर देखाएको छ त अघिदेखि बोल्यो लास्टमा होइन के अरे आज लाग्छ आफ्नै पारा देख्दै छ लास्टमा चाहिँ होइन भिडियो स्ट्रेसफुल बनाएको अहिले सब भयो गर्छ पछि भिएनले 93 GB खाएको रहेछ भिएन एपले। अनि त्यसपछि अरू के अरे पब्जीले 25 GB खेल्दै नखेल्ने चिज किन राख्नु भनेर क्या धेरै पैसा पनि त पब्जी नखेलेको। त्यही भएर अब अघि त्यत्रो बोलेको थिएँ अब के बोलेको थिएँ पनि थाहा छैन है। फेरि आउनु रोकिदिन्छ नि दाजुबहिनीहरू अलिकति साइड लाउन पनि सिक्दैनन् के गर्नु बाइक चलाउनु पर्ने हो यिनीहरूलाई। मैले अघि त्यत्रो बोली होइन एउटा कस्टमर बोकेँ पछाडि लास्टमा यसो हेर्छु त किन चल्दैन यहाँ चल्यो त्यो देखाउनु त भन्नुभयो। यसो हेरेको लास्टमा यो स्टोरेज इज फुल बुलसिट म्यानेज यो स्टोरेज भन्छु त इङ्ग्लिसमा फेरि त्यही भएर ठिकै छ भनेर रिस उठ्यो। त्यो पेसेन्जर कतिखेर झर्ला र बुलसिट म्यानेज गरौँला भनेर बसेको थिएँ बढियो म्यानेज। अनि गाह्रो छ नि भाइ बिजुलीलाई यस्तो। अनि यहाँ फेरि एउटा अर्कै तरुनी बोक्न जाँदैछ मिस्टर अर्केटी है बल्ल कि त्यस्तो ठुलो भाइ
फेरि यो राइड आने बेलामा फेरि यस्तो संस्कारी के यस्तै जेन्टलमेन मेने पट्टै छोरी होला नि त त्यस्तोहरू सिङ्गल हुनुपर्छ भगवान् बाइक कुद्यो हो कि गुड्यो भने पनि थाहा हुन्न बाइकले कतिको खराब छ होला मलाई नाम हिरो भएर चलाउँछस् भनेर एक्लै भएको बेला त्यस्तो हो दुईजना भने झ्याउँछ नि एक्लै भयो भने त जसै चलायो भयो आफ्नै हो त्यो अरू म हिरो नबनाइ भेट्ला फेरि यहाँबाट मन्जुश्री हो शिवजीको लिङ्क सबै छ यहाँ कलिङ हियर नेटै चल्दैन क्या हुनै पर्ने होला जस्तो होइन गाह्रो छ मेरो बर पिपलको बुट्टा नि यतै छन् सबै यतै छन् हेलो म लोकेसनमा आएको थिएँ मलाई यस्तो रिस उठ्छ नि होइन यो लोकेसनमा बोलाएर अनि आफू चाहिँ बिस्तारमा सुतिरहेको हुन्छ उसले त यो बाइकको हान्नु मन लाग्थ्यो कि मलाई इन्ट्रेस्ट त बुलेटमा कसले देऊ न यार 2-4 दिनको लागि होइन लगाइ अब बोक्यो त होइन टक्क लगाएर ब्याङ्की कुरो चाहिँ अब बिस्तारै भ्लगमा गर्दै गरौँला अगाडि बढ्दै गरौँला धेरै लामो भनेपछि एडिट गर्न गाह्रो हुन्छ कि मान्छे मात्रै राम्रो होइन मन पनि सफा छ 30 रुपियाँ टिप्स 50 रुपियाँ टिप्स दिनुभयो धेरै धेरै धन्यवाद ल गाइस फाइनली अब लाइसेन्स पनि हातमा आयो आज मैले खासमा चाहिँ के अरे बिहानदेखि बेलुकासम्म कति कमाउनु हुन्छ भनेर त्यस्तो भिडियो बनाउनु भन्ने प्लानिङ थियो बिचमा घरि गएको चक्करले खै भिडियो बनाउनु पाइएन होइन ठिक छ त्यही पनि फाइनल्ली लाइसेन्स चाहिँ आयो हातमा गयो अब खुसी कुरो थियो मेरोलाई अब के गर्नु गाह्रो थियो आजसम्म अरूको बाइक लाइसेन्स चलाइराख्नु गयो अब त फाइनल्ली आफ्नो लाइसेन्स भएपछि ढुक्क हो नि नकसेको डर नकसेको भयो भने जस्तो अब टक्क लगाएर गाइज होइन मजा आएन त अब त्यो अलिअलि राइड हान्न पऱ्यो आज त राति हान्ने कि दिनमा भन्दा पनि डेमा हान्न पाइएन आज भन्दा चाहिँ त्यो नाइटमा हान्नुपर्छ यस्तो झ्याउ एउटा राइड उठाउँदा चाहिँ ठ्याक्क त्यो राइड गइहाल्यो क्या झ्याउ लाग्ने ठ्याक्क बसपालको पाएको थिएँ कि मैले एउटा राइड त्यो बसपालको पाएको मजा आउँछ मजा ललितपुर रिङ रोड 2 किलोमिटर सुजन रे यो मान्छेले च्याट पश्चिममा लेखिन्छ